राजा आऊ देश बचाऊ। नमस्कार सबैजनालाई। आज म तपाईहरुको बीचमा यस्तो विषयमा बोल्दैछु जुन सुन्दा प्रिय लाग्छ तर बुझ्दा विरोधाभासपूर्ण छ। आज भोलि सडकमा एउटा नारा निकै गुन्जिन्छ, राजा आऊ देश बचाऊ। यो नारा लगाउने मुख्य शक्ति हो राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा। तर के हामीले कहिले सोचेका छौं राजा आएर देश कसरी बचाउँछन् होला त? के राप्रपाले राजालाई त्यो शक्ति दिन चाहन्छ जसले देश बचाउन सकियोस्? यहाँनिर राप्रपाको एउटा ठूलो राजनीतिक ढोङ र पाखण्डीपन लुकेको देखिन्छ। राप्रपाले आफ्नो आधिकारिक दस्तावेजमा संवैधानिक राज संस्थाको वकालत गर्दछ। संवैधानिक राज संस्थाको अर्थ हो राजासँग कुनै कार्यकारी अधिकार हुँदैन। राजा त केवल सेरेमोनियल अर्थात् अलङ्कारिक मात्र हुन्छन्, जसले मन्त्री परिषदको सिफारिसमा लाल मोहर लगाउने बाहेक अरू केही गर्न सक्दैनन्। अब प्रश्न उठ्छ, यदि राजासँग शक्ति नै हुँदैन भने उनले देश कसरी बचाउँछन् होला? के एउटा शक्तिहीन राजाले देशको भ्रष्टाचार रोक्न सक्छ र? के उनले वैदेशिक हस्तक्षेप रोक्न सक्छन्? सक्दैनन्। किनकि राप्रपाले परिकल्पना गरेको व्यवस्थामा पनि पावर तिनै दलका नेताहरूको हातमा हुनेछ। देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र अस्थिरताबाट वाक्क भएका जनताको एउटा तबकाले राजालाई एउटा आशाको रूपमा हेरिरहेको छ। राप्रपाले यही इमोसनलाई चुनावी भोटमा बदल्न राजा आऊ देश बचाऊको नारा लगाइरहेको छ। तर यथार्थमा राप्रपाले राजालाई देश बचाउने नायकको रूपमा होइन, बरु आफू शक्तिमा पुग्ने राजनीतिक भर्याङको रूपमा मात्र प्रयोग गरिरहेको छ। उनीहरू राजालाई अघि सारेर जनताको भोट तान्छन्, तर शासनको साँचो भने राजालाई होइन, आफैसँग राख्न चाहन्छन्। त्यसो होइन भने यदि राप्रपा साँच्चै राजाले देश बचाउनु पर्छ भन्ने ठान्छ भने उसले पूर्ण राजतन्त्रको माग किन गर्दैन? किनकि पूर्ण राजतन्त्रमा नेताहरूको पखेटा काटिन्छ। उनीहरूलाई थाहा छ राजालाई सक्रिय बनाउनु भनेको आफ्नै राजनीतिक भविष्य समाप्त पार्नु हो भनेर। त्यसैले राप्रपाले यस्तो बीचको बाटो खोज्दैछ जहाँ राजा पनि बसुन्, जनतालाई पनि खुसी पार्न सकियोस् र शक्ति पनि आफैसँग होस्। यो विरोधाभासपूर्ण राजनीतिले एउटै कुरा स्पष्ट पार्छ, राप्रपाले राजाको नाम त जपिरहेको छ तर उसको भित्री मनसाय राजाभन्दा माथि बस्ने नै देखिन्छ। यदि राजालाई सेरेमोनियल मात्रै राख्ने हो भने देश बचाऊ भन्नु जनतालाई झुक्याउने एउटा ठूलो प्रपञ्च मात्र हो। किनकि शक्तिविहीन राजाले देश बचाउनै सक्दैनन् र शक्ति भएका राजा राप्रपाले चाहँदैन। अन्त्यमा के यो राजाप्रतिको भक्ति हो कि शक्तिको लागि रचिएको एउटा सुन्दर नाटक? फैसला तपाईको हातमा छ। मैले उठाएको यो विषयमा तपाईको धारणा के छ? कमेन्टमा पक्कै बताउनु होला। भिडियो मन परेमा लाइक गर्नु होला र यस्तै जानकारीको लागि फलो गर्न नछुटाउनु होला। धन्यवाद। नमस्ते।